हेलो गुड मर्निङ गाइस, फेरि पनि वेलकम ब्याक टु माई मिनी भिडियो। र यो भिडियोलाई अलिकति इन्जोय गर्नुहोस्। म चाहिँ ड्युटीबाट आएर के गर्छु के गर्दिनँ त्यो देखाउनु चाहिँ हजुरहरूलाई। खास गरेर चाहिँ मैले ड्युटीबाट आएर चाहिँ यो किचन चाहिँ युजिङ फर एभ्री वान एभ्री स्टाफ। सो द रिजन समवन मागको लागि बिरयानी अलरेडी मेबी सम हैदराबादी बिरयानी सो बी बिकज अफ ईद मुबारक। एन्ड मैले चाहिँ यहाँ के गरेको छ भने मुसुरी दाललाई चाहिँ हल्दी अलिकति छस्से लगाएर जस्तो आफूले जानेको त्यही हिसाबले बसाइदिएको छु। अब चाहिँ म गरेर चाहिँ प्याज कटिङहरूले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु त रुमको गति चाहिँ यस्तो छ है। हाम्रो चाहिँ केटाहरू बसेको रुममा यहाँ एकजना सर बस्नुहुन्छ, यहाँ म एकजना बस्छौँ होइन, दुवैजना। अनि उहाँ पनि म्यानेजरै हुनुहुन्छ। यस्तो गति छ हाम्रो चाहिँ। यस्तो बडी लोसन्सहरू होइन, जस्मिन ओइल दुईजनाकै सामान यसरी खालीवाली भएर बसेको छ। अब एकदम गजङ बजङ होइन। अनि मैले चाहिँ यो जुस पिउनुको लागि लिएको थिएँ। हाम्रो चिल्लर चाहिँ खराब भएर चाहिँ एसी छ, एसीको सामने चाहिँ त्यति बिग्रिँदैन भनेर चाहिँ कोकटेल फ्रुट होइन, कोकटेल फ्रुट चाहिँ मैले यहाँ लिएको छु। यहाँनिर त्यहाँदेखि यहाँ हेर्नु चाहिँ यस्तो छ। अब म चाहिँ दालसँग चाहिँ के गर्छु भने साथी हो, यो चाहिँ ड्राई फिस हो, जुन चाहिँ झिङ्गा माछा भन्छ नि हामीले, त्यो झिङ्गा माछा हो। यो चाहिँ झिङ्गा हो, विच इज प्रन्स लाइक होइन, ड्राई प्रन्स। यसलाई चाहिँ म भिजाएको छु। भिजायो भने चाहिँ ढाडिन्छ अनि त्यसपछि फ्राई गर्दा राम्रो लाग्छ। सो विथ द्याट कि चटनी खानुको लागि चाहिँ हाम्रोमा हाइब्रिड टमेटो अलिक टाइपको छ। यो चाहिँ अलिकति ओभर राइप भएको टमेटो हो। यो चाहिँ रो छैन त्यति खासै। रोको लागि चाहिँ हो भने एक बक्स निचे राखेको छ हामीले। यो चाहिँ अचार खानुको लागि मात्रै ओभर राइपवाला लिन्छौँ हामीले। यो चाहिँ मैले चाहिँ यहाँनिर टमाटर ल्याएर चाहिँ काट्नु थालेँ साथी हो, किनभने चटनी बनाउँछ यसको टप, यसलाई चाहिँ टपै भनिन्छ होइन। सो हल्का टमाटरलाई चाहिँ फ्राई गरेर अलिकति कुक भइसकेपछि चाहिँ अनि ओइलमा सेपरेटली प्राउन्सलाई चाहिँ फ्राई गरेर त्यहाँदेखि तपाईँको प्याज होइन चप कटिङ एन्ड गार्लिक अल्सो लाइक चप कटिङ एन्ड लिटल बिट जिन्जर एज वेल एन्ड त्यो अलिकति मिट मसला लगाएर चाहिँ ड्राईले हामीले यसलाई चाहिँ मजाले भाजेर चटनी बनाएर खानुको लागि चाहिँ मैले यो टमाटर चाहिँ पर्सनलिटी लाइक अन्ली फर चटनीको लागि चाहिँ पर्सनली हाइब्रिड टमाटर लिएको छु, ओभर राइपवाला है साथी हो। सो हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ चाहिँ चप काटेको छु टमाटर पोइस। त्यसको साथी हो मैले चाहिँ यहाँ चाहिँ अब अनियन काट्ने छ। अनियनलाई चाहिँ म अलिकति बारीक काटिहाल्छु। अनियन काट्दा चाहिँ कतिपय मान्छेको चाहिँ आँसु झर्छ अरे भन्ने सोचेको छु, सुनेको पनि हुन्छ र धेरै साथीले पनि भन्छ पनि, यहीँ पनि भन्छ म अनियन काट्यो भने आँसु झर्छ भनेर होइन। मेरो चाहिँ यसरी आँसु चाहिँ केही पनि झर्दैन खै। धेरै कठोर मनको त मान्छे होइन, तर पनि आँसु छैन होला मेरो आँखामा चाहिँ, त्यसको लागि मलाई चाहिँ आँसु आउँदैन पट्टै। यहाँ हेर्नु चाहिँ यसरी आँखाकै छेउमा म तासिराखेको छु, मलाई कुनै प्रेसर परेको छैन अनियनको लागि चाहिँ। यो चाहिँ अब अनियन मैले मजाले तासिसकेको छु। यसमा